हिँड्दै जानुपर्ने हुन्छ। लेट्स गो। भेरेटारको नजारा देख्न सुरु भइसकेको छ साथीहरू। माथि भ्यू टावर। वेलकम टु भेरेटार साथीहरू। हामी चाहिँ अहिले फाइनली भेरेटारमा आइसकेका छौँ। हिजो कहाँ जाने भन्दाखेरि सागरी गरी भन्नुभएको थियो क्या के हो। भेरेटारको स्काई टावर। स्काई वॉक टिकट 500 रुपियाँ अरे। र फिटनेस सेन्टरले चाहिँ आज हामीलाई यहाँ हाइकिङ लिएको छ। यो चाहिँ पाथिभारा जाने बाटो। हामी चाहिँ पाथिभारादेखि सागुडी गढीसम्मको यात्रा। ग्याङहरू थोरै छैन, देख्न सक्नुहुन्छ साथीहरू। फाइनली गाइस हामी चाहिँ पाथिभारा मन्दिर आइसकेका छौँ। यहाँबाट चाहिँ हामी सागुडी गढीको यात्रा। यो बाटो देख्दा चाहिँ मलाई पाथिभारा जाँदाखेरिको याद आयो। त्यस्तै स्यासो भइरहेको त्यस्तै बाटो पनि। अहिले चाहिँ हामी सानो पाथिभारा भेरेटारको गइरहेका छौँ। सन्चै हुनुहुन्छ। यो गाइजहरू चाहिँ लास्टै हिँड्नु नसकेको अवस्था छ। छिटो आउनु पर्यो। पाथिभारा आमाको जय होस्। फाइनली यो चाहिँ भेरेटारको पाथिभारा हामी आइपुग्यौँ। पाथिभाराको अहिलेको दृश्य चाहिँ यस्तो छ। हाम्रो चाहिँ यो हाइकिङ ग्रुप हो। हामी चाहिँ अब सागुडी गढीको यात्रा सुरु हुनेवाला छ। अब चाहिँ सागुडी गढीको यात्रा सुरु हुँदैछ। यहाँ चाहिँ घाँस दाउरा काट्न मनाही लेखेको रहेछ साथीहरू। यो जङ्गलमा चाहिँ घाँस दाउरा काट्न पाइँदैन। कसरी पुग्ने होला भनेर अहिलेदेखि मलाई चाहिँ टेन्सन लागेको अवस्था छ। बाटो पनि यस्तो रहेछ, जुकाहरूले पनि खान्छ होला। एकदम रहर पनि। अब रहर सँगसँगै रहर लागेको चिजहरू त्यति सजिलै कहाँ पाइन्छ त होइन। सो हामी चाहिँ हिँडिराखेको छौँ यस्तो बाटो। मेरो चाहिँ फर्स्ट टाइम हो। बिस्तारै बिस्तारै आऊ है लडिएला। बाटो डेन्जर छ। फेरि यहाँ भिडियोमा कैद होला नि। एकजना लड्नु त लडे जस्तो भाउजू लडे जस्तो गर्नु त। सबैको अगाडि क्यामेरा सेल्फी छ। यहाँ कोही सबैजना युट्युबर, टिकटकर, फेसबुकर। यो लड्को देखेर चाहिँ बिहेमा जन्ती गएको याद आयो। बिहेमा जन्तीको लड्को यस्तै हुन्छ गाइज। अझै तल कति गइसक्नु भएको छ। यो चाहिँ हाम्रो छुटिएको लड्को हो। छुटिएको हामी चाहिँ लास्टमा हिँड्नु नसकेको। लडिन्छ होला। प्रवेश गर्ने लागेका छौँ। हाम्रो लड्को चाहिँ यो मेक्सिकोदेखि अमेरिका चिर्ला जस्तै देखिरहेछ। सबैजना युट्युबर, टिकटकर, भ्लगरहरू हुनुहुन्छ यहाँ चाहिँ। सबैको मोबाइल मात्रै ठाडो छ। यतिको चाहिँ हाइकिङ आएपछि हुनु पर्यो त, मेमोरी हुन्छ नि।
अगाडिको त कहाँ पुगिसक्नु होला अगाडिको त पुगिसक्नु भयो होला डेस्टिनेसनमा हामी चाहिँ यहाँ पछाडि छुट्यौँ भिडियो गर्न आएको हो म हिँड्न भन्दा पनि बेसी सन्तानले बोक्ने त्यो माइक जस्तो बोक्नु पर्ने छ आज गीत गाउनु लागि आज पुरै जङ्गलै गुन्जिएको छ तर फिटनेस सेन्टरको ग्रुपले मजा आउँछ रेली विवेक सर माथिबाट प्रमोद सर माथिबाट यतिको त हुनु पर्यो नि त फिटनेस गरेपछि त लै सागुडी गरेको फाइनल डेस्टिनेसन चाहिँ ऊ त्यो झन्डा देखिएको डाँडा रहेको छ त्यहाँसम्म पुग्यो भने चाहिँ फाइनल्ली हाम्रो डेस्टिनेसन कम्प्लिट हुन्छ र हामी घर फर्किन्छौँ गाइज त्यहाँसम्म पुग्नलाई चाहिँ अब अलिकति मात्र 25 मिनट जति हिँड्नुपर्ने हुन्छ मैले चाहिँ फर द फर्स्ट टाइम हाइकिङ चाहिँ यसरी गरेको हो कि हामी पहिला चाहिँ उकालो हिँड्थ्यौँ अहिलेको हाइकिङमा चाहिँ हामी एकदम ओह्रालो यात्रा गरिरहेको छौँ खासमा त उकालो हिँडेको राम्रो तर के गर्नु ग्रुप धेरै भएर अहिले चाहिँ हामी ओह्रालो छिटो हुन्छ भनेर होला हिँडिरहेको छौँ गाइजहरू छिटो हिँड्नु पर्यो क्या जुकाले खायो भने फेरि डेन्जर होला नबिनाको ऊ त्यो मोजामा के लागेको सेतो मोजामा त्यो नाइकको राइट रहेछ एकैछिनमा हुस्सो लाग्ने एकैछिनमा वेदर क्लिन हुने एकैछिनमा घाम लाग्ने यहाँको मौसम चाहिँ चेन्ज भइराख्ने रहेछ सागुडी गरी 6 सुहाङ मार्ग भनेर यहाँ चाहिँ बोर्ड राख्नु भएको रहेछ यतापट्टि चाहिँ एउटा होटेल जस्तै नयाँ रिसोर्ट हो कि के हो घर जस्तै छ यहाँ चाहिँ यो के हो यो आई डोन्ट नो छिटो आउनु पर्यो है फाइनली गाइज हामी चाहिँ सागुडी गरी आइसकेका छौँ हाम्रो डेस्टिनेसन चाहिँ माथिको चुचुरो रहेको छ हजुरहरू पनि आउन चाहनुहुन्छ भने भेरेटारबाट आउनु होला भेरेटारबाट आउँदा चाहिँ एकदम सजिलो हुँदो रहेछ धरानबाट भन्दा पनि अनि आउँदाखेरि चाहिँ ओह्रालो बाटो भए पनि एकदम सजिलोसँग आइपुग्यो ल यहाँ चाहिँ सबैजना साथीहरू भिडियो फोटो खिच्नु हुँदो रहेछ बोल्न नि गाह्रो भइरहेछ मलाई चाहिँ आउनु होला राम्रो रहेछ फ्रेस हुन्छ घरमा अल्छी गरेर बस्नुभन्दा यस्तो भिडियो बनाउँदै एक्सर्साइज पनि हुन्छ भिडियो नि बनाउनु मिल्छ अनि आफूलाई माइन्ड रिफ्रेस पनि हुन्छ पुगिसक्यो के हो सागुडी गढीको हामी चाहिँ हाई पोइन्टमा आइसकेको छौँ यहाँदेखि चाहिँ भ्यू देखिन्थ्यो आज चाहिँ बादल लागेकोले गर्दा आजको मौसमले गर्दाखेरि राम्रोसँग सिनेरीहरू चाहिँ देख्न पाएन हाम्रो यो सबै हाइकिङको ग्रुप नै हो यतिको रमाइलो चाहिँ जिन्दगानीमा गर्नुपर्छ कस्तो राम्रो रहेछ भर्खर आइपुग्यौँ हामी त अब खिच्न पर्यो नि त
हुन्छ दाइ हुन्छ। ओ यहाँ त डेन्जर तोप रहेछ नि त। तोप यसको यो पनि एउटा इतिहास होला, तर म चाहिँ यो इतिहाससँग नविज्ञ छु, माफ गर्नु होला। कस्तो हुसु लागेर आजको राम्रो सिन नै खिच्न पाएन। ओ यसरी रहेछ नि त यसको। सो फन्नी। यतिको रमाइलो चाहिँ हुनुपर्छ, नभए आइकिनाको मजा हुँदैन। कृपया यहाँ चाहिँ नबस्नु होला, यहाँ बस्यो भने चाहिँ काटीले कपडा च्यात्न सक्छ। बस्ने बनाएको होला, तर यो काटीले चाहिँ लुगा च्यातिन्छ। ल मेरो बहिनीहरू चाहिँ यहाँ आइरहेको छ। उनीहरू चाहिँ एकदम एनर्जी नभएर खाँदै हिँडिरहेको छ चाउचाउ पानीहरूसँग। वाउ, यसरी त म फर्स्ट टाइम आएको, एकदम रमाइलो लागिरहेको छ। कस्तो डिस्टर्ब गर्यो यो हुस्सुले। ओके साथीहरू, अब गुड डे। सागुरीगढीको भ्यू यस्तै छ। आज हामीले चाहिँ यस्तै चिजहरू ल्याएको थियौँ। हुन्छ खाजा खाने टिमहरू खाएको नि त। यहाँ चाहिँ देउता थान रहेछ। म चाहिँ खाँदै बोल्दैछु। हाम्रो आर्य टिम चाहिँ आउनु पाएको छैन, फर्किसकेको छन्। उहाँहरू चाहिँ एकदम जल्दो बल्दो युवाहरू हुनुहुन्छ। तलको चाहिँ ठुलो ग्रुप छ, एकदम रमाइलो भइरहेको छ। यो चाहिँ सागुरीगढीको म्याप रहेछ, साथीहरू हेर्न सक्नुहुन्छ। फाइनल्ली हामी चाहिँ सागुरीगढीको टुर पछि घर फर्किँदैछौँ। साथीहरू चाहिँ यहाँ फोटो नै खिचिराख्नु भएको छ। बाई बाई सागुरीगढी, सी यू अगेन। अब चाहिँ हामी घर जाने तर्फमा छौँ। आजको हाइकिङ सकियो। हामी चाहिँ भेटरबाट फेरि गाडी चढ्दैछौँ।